ल हिँडौँ न दुईजना एक्लै भयो ए मलाई अघि सञ्जय दाइले फोन गरे हो कि त्यही रगत ताम्यो बनाइदिने क्या ए मलाई नि डर लाग्दैन छ्या जुगै जुगामा हुर्क्या हो अन्त चिकनमा जुगा हुन्छ र हुन्छ नि पानी पर्ने बेलामा यो त भिडियो भइरहेछ यहाँ त ल म खिचिदिन्छु फोटो तपाईँको टिकटकबाट फोटो हजुर आउनु त जानु हौ कि भिडियोमा आउनु भयो मेरो भिडियोमा ल जाम ल हामी बस्ने ठाउँ आयो हामीलाई अब 1.5 घन्टाको बाटो 4 घन्टा लाग्छ जस्तो यसरी त हजुर बिहान उता छ ल आउनु न खै ग्रुप फोटो यहाँ खिचौँ ल नगरिकन गर्ने बाबा काँक्रो ब्रेक हामी भोगलाएर मिठो हो र त्यो मिठो हो र फोटो हेर्नु न फोटो मैले कस्तो क्याप्चर गर्दैछु फेरि अघि यता 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 देखाउनु न खै यता म देखेन यता मान्छे देख्दैन त छिटो आउनु छिटो भ्याउँदैन दाईहरू पनि त्यही हुन्छ दाई आउनुहोस् त्यही हुनुहुन्छ हाम्रो हो यहाँ देखेको बाघ आउँछ यता बाघ आउँछ छिटो होइन आउँछ जङ्गल हो यो यताबाट छिर्ने आउने छ त रेस्टुरेन्टमा त उद्यो ए उता बाटो भएकोलाई यताबाट छिर्ने हो कि ब्याक गेट होला यो पारी डाँडामा घाम लाग्यो घमाइलो आहा कति रमाइलो हजुर म त रेकर्डिङ पुरै कता कता जुगा 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 ओ जुगा जुगा ल जाम ल तपाईँ उफ्रेको भिडियो रेकर्डिङ बदाम लडे पनि हुन्छ एक दुईचोटि त एक दुईजना लडेन भने रमाइलो हुँदैन नि म खिच्छु ए दिदी यो जुगा होइन यो दिदी यो के हो यो जुगा माटो हजुर अब त तपाईले लालु र कालु भइसक्यो हामीले दुई गछमा पढेको के हो त्यो भने लालु र कालु कथा पढेको थियो हामी ए कपालले पढ्नु भयो खै मेरो माछा
अलि त्यो के अरे लोकगीत बजाउनु न, अलि डाँडा काखमा बजाउने, डाँडा पाखामा बजाउने क्या, गाउँतिर बन्नेवाला गीत के त्यस्तो चाहिन्छ क्या यति बेला त। ल कता छ खै ल जाऊ 2 सेकेन्ड खिचिन्छ। अगाडि हिँड्नु हिँड्नु ल कुद्नु कुद्नु त अगाडि। हजुर रुख ढलेर चाहिँ गाई चाहिँ त है रुख त्यहाँनिर चाहिँ यो बोक्नुपर्ने, यो बोक्नुपर्ने त्यहाँनिर चाहिँ रुखमा जान्न सबजना। माथि हेर ल बाइक आउनु रहेछ भाइ, हामी बेकारमा हिँडेको। अझै माथि कला छ देखाउने प्रतियोगिता रे। ल मेरो खाने कला त्यो खानेकुरा केही छैन। पानी पानी दिनु, पानी पानी यता पानी खाइसके 2 बोतल। त्यो भन्दा नि बढी कला छ अझै। अर्को 2 बोतल खाने पानी खाम न भाइ कसको छ बोक्दै बोकेन है। पानी छ उता उता भुनु दिदीसँग छ, भुनु दिदी पानी रे यता ए ठ्याक्कै सक्यो रे। ए यहाँ रहेछ पानी। ल पानी खाने प्रतियोगिता हुँदैछ, कसले धेरै खाने। ल ए म्यामले भने थोत्तरी खानुपर्छ रे, ए सबैलाई पुऱ्याउनु पऱ्यो रे। यता अर्को म्यामले भन्नुभयो यता ऊ कान सुन्नुहुन्न र भन्दै हुनुहुन्छ। दर्शकले त्यस्तो भन्छ, दर्शकलाई कान सुन्नु। हामी 12 जना। उहाँले कतिजना भनेर सोध्नु, उहाँको कला कतिजना भयो भनेर सोध्ने, अनि कति ढिलो गरे उसको बिहे भइसक्यो भने के भने त्यो मेरो कला हो छैन भन्ने छैन। यता पनि रे ल पानी उहाँले त्यस्तो फिल भएन। त्यहाँ त्यता हिँडौँ न अब जङ्गलको बाटो पुरा। अब माथि माथि हिँडौँ न, माथि यसको माथि माथि हिँड्नु। हो त्यसमा सबै ग्रुप बनाउनु पर्ने कि जे पाए त्यही नचेन। ल अब हामी माथि हिँड्दैछौँ। गीत पर्दैन अब अहिले हल्ला गर्दै हिँड्नु सजिलो हुन्छ कि रमाइलो हुन्छ।
यसो रमाइलो यत्रो हामी 12 जनाको ग्रुप छौँ कसैको नाच्ने कला होला कसैको गाउने कला होला कसैले कराउने कला होला कसैले झडा गर्ने कला